आज बुटोलमा यति मजाले घाम लागिरह। यो कहाँ भन्नुहुन्छ नि बुटोलको जेसी चोकमा छौँ हामी। यहाँ वृक्षारोपण कार्यक्रम भइरहेछ न। गाडी बाटो क्रस गर्न नि कति गाह्रो। यहाँ वृक्षारोपण कार्यक्रम भइरहेछ। यता अगाडि अगाडि मेरो प्यारी साथी हिँड्दै हुनुहुन्छ। यसो यता हाई गर्नु त हाँस्नुहुन्छ फेरि। हामी हाट बजार हिँड्दैछौँ। हाट बजार तरकारी किन्नको लागि। यहाँ भाइहरूको पसल। यहाँ हाम्रा यहाँ प्यारा भाइहरू छन्। खै त नि अर्को भाइ हजुरहरूलाई कपडा चाहिएको छ नि यहाँ आउनु है। जेसी चोक अगाडि के भन्छन् अरे यहाँ पसलको नाम के अरे भाइ? बर्दर कलेक्सनमा आउनु है। यहाँ कसैलाई कपडा चाहियो हाट बजार जाने लाइन बाटोमा यति मिलाएर दिन्छन् यी भाइहरू। यति ज्ञानी छन्। सस्तो सुपथ मूल्यमा। यहाँ मेरो साथीले कपडा किन्न लाग्नु भयो। हेर्दै हुनुहुन्छ। साइज हो यो? साइज जति चाहियो नि छ। कलर छ अलि राम्रो छ। यसलाई 1000 मा देऊ न भाइ। दिन्छौ? देऊ न। दिन्छन् के ठीक छ। यहाँ भाइहरू कपडा किन्न आइरहन् कति धेरै। कति साइज गर्नु यो भाइ? साइज छ के सानो ठुलो सब छ। लेगो त हातमा ल्याइथ्यो के रे? हिँड्नु क्या अहिले आएर हेरौँला। अब बुढोलाई लैदिन कि यही ओहो बुढोलाई लौ के मजा गरेको कि यही छ के हैन कि फोटो खिचाउन जाने कि आउन। फोटो खिचाउन मनिस 10 के राख्छ त चम्नै छ। अलि सो साइज जति छ के। यही ल तपाईलाई लास्ट 1350 13 सम्म आउँछ। अलि राम्रो ल ठ्याक्कै 1500 लाई। अलि राम्रो झाम्के हिँड्नु 1000 मा देऊ न। दिन्छन् क्या अहिले आउँछौँ हामी। मिलाएर दिन्छन्। यहाँ त बोर्डै छैन है यिनीहरूकोमा त। खै बोर्ड ए आउनु के अहिले आएर किनौँला। आउनु त अहिले आएर किनौँला के। ओहो नि